हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज दाईहरूको सुजुकी हुने दिन, त्यसै कारणले हामी चाहिँ आज कोटमा लाएर रेडी भएको छौँ। यता दाईहरू हाम्रो सेन्पाईहरूको आज सुजुकी हुने दिन। दाईको हेलो भन्नु त्यसो भ्लगमा। यता प्रेम दाई रेडी हुँदै हुनुहुन्छ कि हेलो। र अब हामी चाहिँ अब गएकोतिर जाँदैछौँ। हेर्नुहोस् अब दाईहरू यसो रेडी हुँदै हुनुहुन्छ अनि हजुरहरू म भेट्दै गर्छु। हजुर युट्युबमा नाम के छ अरे? रोहन विश्वकर्मा भ्लग। सब्सक्राइब टु रोहन विश्वकर्मा भ्लग। ल गाइज गर्नु पर्यो है। ल दाइले पनि भन्यो नि त केही। रोहन भाइ, अब तिमी अक्टोबरमा आए पनि हामीले 7 महिना सँगै बस्यौँ, तर अब 15 दिन हाम्रो सकियो। तै पनि तिमीलाई मेरो माया छ। साथै यो युट्युब च्यानल हेर्ने उनीहरूलाई लाइक शेयर सब्सक्राइब सबैले गरिदिनु होला भन्न चाहन्छु। र यो स्मरणको लागि बनाउँदैछ मेरो भाइले, र मेरो भाइको भविष्य उज्जवल होस्। धन्यवाद दाइ, धन्यवाद। र साथीहरू अब हामी चाहिँ एकछिनमा निस्किन्छौँ। म चाहिँ रेडी भइसकेँ। अब दाइहरू नि एकछिनमा रेडी भएर आउनुहुन्छ। ल अहिले एकछिनमा भेटौँ है त बाटोमा। र साथीहरू म चाहिँ अब रुमबाट निस्किसकेँ। साथीहरू म जानु लाग्यो। दाइहरूलाई त अहिले 8:30 बजीतिर बोला रहेछ। हाम्रो छिट्टै बोलाएको कारणले हामी चाहिँ छिट्टै निस्केका छौँ। साथी यता ह्यान्डसम भएर हिरो भन्। ल अब जानु लाग्यो होइन। र गाइज गएको चाहिँ आउनु लागिसक्यो होइन। नजिकै गएको धेरै टाढा छैन। त्यसरी राखिदिएको चस्मा लाग्नु हेर्नु हिरो। ए खायो जापान खायो हिँड्ने हो। खायो जापान खायो। हाम्रो चाहिँ गएको आइसक्यो है। यतै नजिकै छ। गाइज कस्तो देखिछु कमेन्ट गर्नु होला है। भन गाइज हामी चाहिँ क्लासमा आइसकेको छौँ केटीहरू भनिले। हामी त रुममा आइसकेको छौँ। यतै हाम्रो रुम हो। यता हाम्रो त्यसो त्यही हाम्रो सेन्सी हो गाइज। गाइज हाम्रो केटाहरू यता छ नि। केटी केटा सबै हेर हाम्रो हिरो। ए र गाइजहरू हामी चाहिँ अब जाँदैछौँ होइन रुमतिर। अरे होटेलतिर जाँदैछौँ। हाम्रो गाइजहरू यतै सब गाइजहरू यता नि। हामी चाहिँ अब होटेलमा जाँदैछौँ प्रोग्राम हुने ठाउँमा। गाइज हेर्दै जानुहोस्। र गाइज हाम्रो कक्षाका बुढाबुढीहरू यता नि। हाम्रो कक्षाको बुढाबुढी ए रामटेड मान्छे के छ। र साथीहरू हामी होटेलतिर लाउँदैछौँ। हाम्रो उही रामुसान अरे। र फाइनल साथीहरू हामी चाहिँ होटेल नजिक आइसकेको छौँ। होटेल चाहिँ यही हो यो होइन। ल र फाइनल साथीहरू हामी चाहिँ होटेलभित्र आइसक्यौँ। के अर्डर गरौँ? होटेलभित्र आयो यहाँ चाहिँ बोल्न पाइँदै। र हामी सिँढी चढ्दैछौँ। यहाँ ड्रेसहरू हेर्नु यहाँ तपाईँको बिहामा लाउने कपडाहरू चाहिँ। र साथीहरू यताको नजारा हेर्नुहोस्। यो होटेलको कुन स्टार हो यो? अब बुझ्नु पर्यो नि त्यो त के हो। ल यसको डिजाइन हेर्नु न। यहाँबाट तल त्यस्तो होइन। र फाइनल साथीहरू हामी चाहिँ हलमा आइसक्यौँ। साथीहरू अहिले त यहाँ ब्रेक भएको कारणले हामीहरू यहाँ बसिरहेको छौँ होइन। हाम्रो साथी सुतिरहेछन्। यता अर्को भ्लगरी यहाँ माहौल त यस्तो छ यताको। अहिले चाहिँ हामी यहाँ ब्रेक भएको कारणले मोबाइल निकालेर भिडियो बनाइरहेको छु। अनि दिन कि फेरि यहाँ यस्तो छ। केटाहरू यता छ नि। हेलो गाइज के छ? सन्दीप दाई भन्दा पनि सुन्नुहुन्न। हेलो भन्नु न भ्लगमा। साथीहरू प्रोग्राम त सक्यो होइन। अब सकेर सेन्पाईहरूको चाहिँ होइन सेन्पाईहरूको फोटो खिचिरहनु। र गाइज अब चाहिँ कार्यक्रमको अन्तिम भइसकेको छ टक्क। अनि केटाहरू यता छ।
यो गएकोमा आउनु होला राम्रो छ हो क्या र कार्यक्रम त यही हो एकैछिन मोबाइल एकैछिन के ल बनाउन छ मादा मानु गाइस के हुँदैछ गाइजहरु के हुँदैछ कस्तो हुँदैछ फिलिङ्स होइन मार्क्स खोल्दिनु हो अगाडि दाईहरूको फोटो हुँदैछ सेन्पेहरूको फोटो दाई दिदीहरूको किन यति लामो भिडियो बनाउनु र साथीहरू अब हामी स्कुलतिर फर्किँदैछौँ गाछतिर म बनाइदिन्छु र साथीहरू हामी चाहिँ अब फर्किँदैछौँ बिहा होइन नि त भाइ बिहा होइन ए लड ल र अब साथीहरू हामी अब गाडीतिर फर्किन्छौँ यता केटाहरू साइनर सेन्से घर जाउँ होला र साथीहरू हामी घर फर्किथ्यौँ होइन यहाँ हावाहुरी आएर होइन धन्दा उडाएर हरेन्द्रलाई धन्दा हावाले उडाएन ओ ब्लगर यो सबभन्दा फटाकेटा हो हाम्रो कक्षा सबभन्दा ह्यान्डसम केटीहरूको बिदा हुन्छ मेरोमाथि ए एउटा हान्दिउँ ल हेर्नु यहाँ अर्को भ्लगर भेट भइरहेको छ छप्रीहरू छप्री साथीहरू अब त हामी उताबाट आएर फोटो सुट गर्दैछौँ केटाहरू यता छ नि यता नि यता साथीहरू छ दाई मलाई नि यसो भ्लगर देउन भनिरहनु हुन्थ्यो होइन आज सोचेको दिन होइन दाईहरूले यता हुन्छ दाई त हेलो भन्नु न त के यस्तो भाइको भ्लगमा मेरो भाइ एकदम मेरो भाइको ल ठिक छ देखिनु भयो नि मेरो भ्लगमा इच्छा पुरा भयो सम्झना हुन्छ र गाइस अब हामी चाहिँ खाना खान जाँदैछौँ नेपाली पसल दाईहरू त हुन्छ के छ दाई के छ यता त यस्तो नजाराहरू चाहिँ अब हामी चाहिँ खाना खान जान लाग्यो हजुरलाई म खाना खाने ठाउँमा गएर भेट्छु र साथीहरू हामी चाहिँ घर चुलो भन्ने नेपाली होटेलमा आएको छौँ खानाको लागि यहाँको नजारा त यस्तो छ हेर्नुहोस् होटेल चाहिँ यता दाईहरू यता मोबाइलमा व्यस्त हुन्छ एकजना यतै अरू दाई यहाँ पानी हाल्दै हुन्छ र अब एकछिन खाना आउँछ र खाना पनि कस्तो त्यसको स्वाद छ भने म हजुरहरूलाई भन्दैछु र दाईहरूलाई सोध्छु दाईहरूले कस्तो छ दाईहरूलाई खाना कस्तो लाग्यो भनेर पनि सोध्छु ल पायल साथीहरू खाना त आइसक्यो होइन खाना त यही घरचुलो सेट यहाँ त दाईले हान्न लाग्नु भयो ल दाई सुरु गरौँ है त ल म त सुरु पनि गरिसकेँ र साथीहरू हामी चाहिँ खाना खाएर सक्यौँ होइन खाना त यति मिठो रहेछ होइन दाईहरूको सल्लाह लिउँ न दाई कस्तो थियो खाना एकदम बाबा तारे चाहिँ मिठे कुरा छ है एकदम मिठो छ ल ठिक छ अब त हामीले खाना खायौँ अब एकैछिन रेस्ट गरेर अब घरतिर लाग्छौँ रुममा गएर भेट्ने छौँ है त र फाइनल साथीहरू हामी चाहिँ रुममा आइसकेको छौँ दाईहरू बाहिर हुन्छ र आजको लागि यति नै अर्को भिडियोमा भेट्नेछौँ हस् त जय नेपाल।